जो कि चाहिँ यो अनिवार्य रूपमा चाहिँ फलो गर्नु होला है। अनि प्रोफाइलमा सेटिङ चाहिँ मिलाइराख्नु होला। किन भन्दाखेरि भोलि गएर तपाईँको आइडीमा इस्यु समस्याहरू आउन सक्छ है। तपाईँको चाहिँ के भनेपछि फेसबुक खोलेर आफ्नो चाहिँ फेसबुकको सेटिङमा जानु होला। सेटिङभित्र हुन्छ होइन, त्यो चाहिँ हो पोस्टहरू, फोटो, भिडियोजहरू होइन, अदर ट्यागिङ हुन्छ नि। त्यो ट्याग गर्दाखेरि के हुन्छ भन्दाखेरि अर्को साथीको प्रोफाइलमा जाने हुन्छ। यदि हजुरलाई जानकारी, कतिपय साथीलाई जानकारी होला, कतिपय साथीलाई जानकारी नहुन सक्छ। यो चाहिँ अनिवार्य रूपले फलो चाहिँ गर्नु होला। किनकि कतिपय साथीहरूले चाहिँ अब राम्रै किसिमको चाहिँ पोस्ट ट्याग चाहिँ गर्छन् होला। कतिपयको अब भनौँ न त त्यस्तै चाहिँ भाइलेसनहरू देखाउने, आइडीहरूमा इस्यु आउने, त्यस्ता किसिमको ट्याग गरिदियो भने भोलि उहाँहरूको कन्टेन्टको कारणले गर्दाखेरि तपाईँहरूको फेसबुक एकाउन्टमा पनि इस्युहरू, समस्याहरू भोलि रेस्ट्रिकेट हुने होइन, ब्यान्ड हुने। अनि त्यो इस्युहरू चाहिँ आयो भने तपाईँको आइडी फाल्नु बाहेक अन्य विकल्प हुँदैन। जो कि म त्यो माथि फोटोमा राखिदिन्छु होइन, त्यो फोटो हेर्नु होला। सोबर अब त्यो तरिकाले चाहिँ गएर चाहिँ होइन, अनि तपाईँलाई चाहिँ नोटिफिकेसन चाहिँ हुन्छ। तपाईँले यदि एप्रुभ गर्नुभयो भनेपछि तपाईँको टाइमलाइनमा देखिन्छ र यदि तपाईँले त्यसलाई चाहिँ अनै छोड्नुभएको छ, तपाईँको प्रोफाइलभरि हेर्नु होला त। तपाईँको आफ्नो प्रोफाइल चेक गर्नुहोस्, तपाईँको प्रोफाइलभरि तपाईँको पोस्टभन्दा बढी चाहिँ अरू साथीले ट्याग गरेको पोस्टर हुन्छ है। माथि भएको फोटोमा जस्तै गएर त्यो तरिकाले, किनकि नोटिफिकेसन चाहिँ ठिक छ त्यो त तपाईँको वालमा देखिँदैन है। त्यो चाहिँ अनिवार्य रूपमा फलो गर्नुहोस्। त्यति भन्दै म अहिले छुट्टिएँ है। यस्तै कन्टेन्टहरू चाहिँ मैले प्रयास गरिरहेको छु। हजुरलाई के कस्तो रहेको छ त्यहाँ चाहिँ सपोर्ट गर्नु होला, गर्न सक्नुहुन्छ। त्यहाँबाट सहयोग पाइनेछ तपाईँहरूलाई होइन। जानकारी नभएको सानो कुराले पनि तपाईँको फेसबुक आइडीमा चाहिँ इस्युहरू आउने, समस्याहरू देखिने भइरहेको हुन्छ। यसलाई चाहिँ फलो गरौँ। यो चाहिँ के हो त, यस्ता भिडियो रिलहरू हेर्दाखेरि हजुरले यसबाटै सिकेर चाहिँ अगाडि बढ्न सक्नुहुनेछ है त। हस्, थ्याङ्क यू।